हेलो एभ्रिवान। आज हामी रेडियस अफ gyration भनेको के हो त्यो बुझ्छौँ र मोमेन्ट अफ इनर्सिया फर रिजिड बडी इन टर्म्स अफ रेडियस अफ gyration खोज्छौँ। सो पहिला त हामी रेडियस अफ gyration भन्ने बुझ्यौँ। कुनै पनि एउटा रिजिड बडी छ होइन, यो भनेको एउटा एक्सिस छ होइन, यसको रोटेसन एक्सिस छ वाइ ड्यास र यसमा भनेको एउटा रिजिड बडी छ। ल अब यसमा भनेको रेडियस अफ gyration केलाई भनेको त्यो बुझौँ। सो यो भनेको बुझौँ, यो एउटा रिजिड बडी छ जसको मास भनेको यम छ। अब त्यति नै मास भएको, एक्ज्याक्ट यति नै मास भएको यो बडीको मास जति छ त्यति नै मास भएको एउटा पोइन्ट मास कन्सिडर गरौँ। पोइन्ट मास जसको मास यससँग बराबर होस् र त्यो पोइन्ट मासको मोमेन्ट अफ इनर्सिया यस्तो फिक्स ठाउँमा राखौँ, यस्तो ठाउँमा राखौँ जसलाई रोटेट गर्दाखेरि यसको मोमेन्ट, यो बडीको मोमेन्ट अफ इनर्सिया र त्यो पोइन्ट मासेसको मोमेन्ट अफ इनर्सिया भनेको बराबर हुन्छ। सो मान यहाँ भनेको पोइन्ट मासेस छ, यहाँ पोइन्ट मासेस राख्दा अब दुईटी बडीलाई रोटेट गऱ्यौँ, भने दुईटीको मोमेन्ट अफ इनर्सिया के हुन्छ, बराबर भइदिन्छ। यो रिजिड बडीको यो पोइन्ट मासेसको बराबर हुन्छ र यति बेलाको यसको डिस्टेन्स भनेको परपेन्डिकुलर डिस्टेन्स फ्रम द एक्सिस अफ रोटेसन जुन हुन्छ त्यसलाई के भनिन्छ। के भनेको रेडियस अफ gyrationलाई केले डिनोट गरिन्छ। सो पहिला त्यसको डेफिनेसन लेख्छु, के हो डेफिनेसन यसको, यति त बुझ्यो होला। सो रेडियस अफ gyration इट इज द perpendicular distance from it is the perpendicular distance from the point mass to the axis of rotation where the moment of inertia of the point mass, it is the perpendicular distance from the point mass to the axis of rotations where the moment of inertia of point mass is same as the moment of inertia of the body, rigid body या body। यति त बुझ्यो होला होइन। अब मोमेन्ट अफ इनर्सिया अफ रिजिड बडी इन टर्म्स अफ रेडियस अफ gyration हामी खोज्छौँ। सो यो भनेको एउटा रिजिड बडी पहिला बनाऊँ, वाइ एक्सिसमा यो रोटेट गर्छ होइन, वाइ ड्यासमा यो रिजिड बडी छ र यहाँ भनेको एउटा पोइन्ट मासेस छ, पोइन्ट मासेस र एउटा बडी जसको मास पोइन्ट मासेस, त्यसको मास भनेको त्यो पोइन्ट मासेस जसको मास यो बडीसँग बराबर हुन्छ त्यसलाई क्यापिटल एम मानौँ। सो यो भनेको क्यापिटल एम होइन, यसको परपेन्डिकुलर डिस्टेन्सलाई के भनिन्छ, यो भनेको रेडियस अफ gyration हो। यो M1 R1, यो भनेको M2, सरी यो परपेन्डिकुलर डिस्टेन्स M2 R2 बढी नराख्नु, M3 R3। के गरौँ भने कन्सिडर गरौँ, लेट अस कन्सिडर अ रिजिड बडी,
rigid body rotating about an axis y dash with angular velocity. यसमा एंगुलर वेलोसिटी को काम लाग्दैन त्यही पनि हामी लिन्छौँ किनभने यो रोटेट गरिरहेको छ एंगुलर वेलोसिटी ओमेगा त्यसपछि द रिजिड बडी कंसिस्ट अफ द rigid body consists of n number of particles of mass m1 m2 m3 देखि लिएर mn सम्म with respective perpendicular distance with respective perpendicular distance r1 r2 r3 देखि लिएर rn सम्म r1 r2 देखि r3 देखि लिएर rr सम्म यति हैन त्यसपछि let us have a point mass having m having mass same as mass equal to the rigid body located at perpendicular distance which is at the perpendicular distance k from the axis of rotation यति कन्सिडर गरौँ सो इन टर्म्स अफ रेडियस अफ जाइरेक्सन यो भनेको मास छ यो भनेको रेडियस भनेको परपेन्डिकुलर डिस्टेन्स भयो अब हामीले के थाहा छ भने कुनै पनि बडीको जुन मोमेन्ट अफ इनर्सिया हुन्छ त्यो भनेको प्रोडक्टको मास हुन्छ प्रोडक्ट अफ मास एन्ड रेडियसको स्क्वायर हुन्छ सो यो भनेको रिजिड बडीको यो मास छ हैन खासमा यो पोइन्ट मासेसको मास छ र त्यसको परपेन्डिकुलर डिस्टेन्स भनेको के छ सो इन टर्म्स अफ रेडियस अफ gyration I moment of inertia is equals to m k square यो भनेको एउटा इक्वेसन 1 भयो हामीसँग ल अब यो माथि म मेट्छु यो भनेको मोमेन्ट अफ इनर्सिया अफ द पोइन्ट मास भयो अब त्यस्तै मोमेन्ट अफ इनर्सिया अफ यो रिजिड बडीको सो यसभन्दा पहिला हामीले जुन मोमेन्ट अफ इनर्सिया अफ रिजिड बडी खोज्छ त्यसमा हामीले थाहा छ भने कस्तो थियो भनेको रिजिड मोमेन्ट अफ इनर्सिया अफ रिजिड बडी त्यो भनेको I is equals to m1 r1 को स्क्वायर प्लस m2 r2 को स्क्वायर प्लस m3 r3 को स्क्वायर प्लस डट mn rn को स्क्वायर यसमा भनेको यो हरेक m1 m2 m3 mn सम्म हरेक मासलाई सेम मान्यो भने इक्वल तिनीहरुको मास भनेको इक्वल छ भने if m is equals to m1 is equals to m2 is equals to m3 is equals to mn छ भने यो भनेको यस्तो किन मान्यो भने पोइन्ट मासेस छ
पोइन्ट मासेस भनेको यसमा धेरै नम्बर अफ पार्टिकल्स भनेको एउटा कुनै फिक्स्ड मानौ ल 1 मिलिग्राम मानौ हैन 1 मिलिग्राम एउटा पोइन्ट मासेस मान्छु यो बडीमा भने हरेक पोइन्ट मासेसलाई मतलब कि जस्तै यो भनेको 7 ग्राम जस्तै छ भने अब यस्तै 700 जति पोइन्ट मासेस जम्मा हुन सक्छ। त्यसले हामी इक्वल मान्यो हैन 700 या 7000 त्यस्तै हुन सक्छ र इक्वल मान्यो भने के हुन्छ यम सबको यम भइदिन्छ त्यसमा यम कमन लिन सक्छौ। यम कमन लियो भने r1 को स्क्वायर प्लस r2 को स्क्वायर प्लस r3 को स्क्वायर प्लस टटटदेखि rn सम्म हुन्छ rn को स्क्वायर। अब यसमा भन्नु n नम्बर पार्टिकल्स छ सो मासलाई हामी यहाँले गुणा गर्छौं तल पनि यहाँले गुणा हुन्छ मल्टिपल हुन्छ I = m into n r1 को स्क्वायर प्लस r2 को स्क्वायर प्लस r3 को स्क्वायर प्लस टटटट rn को स्क्वायर यो बाइ n। यसले के डिनोट गर्छ यो बडीले भनेको n नम्बर अफ पार्टिकल्स कन्टेन गर्छ। एउटा बडीको मास m छ भने होल बडीको मास भनेको m इन्टु n जतिवटा नम्बर अफ पार्टिकल्स छ। यसलाई पनि डिलिट गर्छौं सरी इरेज गर्छौं। र यसमा I = m इन्टु n लाई म क्यापिटल M डिनोट गर्छौं। r1 को स्क्वायर प्लस r2 को स्क्वायर प्लस r3 को स्क्वायर भनेको त्यस्तै रहन्छ प्लस rn को स्क्वायर सम्म बाइ n। ती हटाऊ वेयर यहाँ भनेको m = m n त्यो भनेको टोटल मास अफ रिजिड बडी। यो इक्वेसन 1 यहाँ भयो इक्वेसन 2 यसलाई मान्दियौं। अब यिनीहरुलाई इक्वेट गरे भने इक्वेटिङ 1 and 2 लाई त लेखौं यता कतै I = m k स्क्वायर इक्वेसन 1 equating 1 and 2 equating 1 and 2 we get यो भनेको अब यसलाई यो भनेको यो मोमेन्ट अफ इनर्शिया अफ रिजिड बडी छ यो मोमेन्ट अफ इनर्शिया अफ पोइन्ट मास र यो मोमेन्ट अफ इनर्शिया भनेको रिजिड बडी छ र यिनीहरुको त पोइन्ट हामीले मास भनेको सेम मानेछौं त्यसैले यिनीहरुको भनेको मोमेन्ट अफ इनर्शिया पनि सेम छ। सो इक्वेट गरे भने m k स्क्वायर = m र r1 को स्क्वायर प्लस r2 को स्क्वायर प्लस r3 को स्क्वायर प्लस टटटदेखि लिएर rn को स्क्वायर बाइ n आउँछ। यो mm लाई काट्दियौ यस कारण k = के भनेको रेडियस अफ gyration = r1 को स्क्वायर प्लस r2 को स्क्वायर प्लस r3 को स्क्वायर प्लस टटटदेखि लिएर rn को स्क्वायर सम्म बाइ n। यो भनेको हाम्रो रेडियस अफ gyration आयो र मोमेन्ट अफ इनर्शिया इन टर्म्स अफ रेडियस gyration भनेको I = m k स्क्वायर भयो र रेडियस अफ gyration को पनि फर्मुला आयो। अब यसलाई के भनिन्छ भने यो r1 + r2 + r3 + rn सँगसँगै बाइ डिभिजन n ले गरेको छैन। यो भनेको त मिन हैन समेसन बाइ टोटल नम्बर भनेको मिन हो र यो भनेको स्क्वायर मा हो। यसलाई के भन्छ रुट मिन स्क्वायर पनि यसले भनिन्छ। रेडियस अफ gyration भनेको इज द रुट अफ मिन स्क्वायर फ्रम द एक्सिस अफ रोटेसन। ल आजको लागि यति नै। थ्यांक यू फर वाचिङ भिडियो।